आज बिहे कसको रे? अनि हाम्रो जय साहबको आई थ्याङ्क यू भेरी मच भन्नुभयो। ल शुभ होस् है, सधैँ हाँसी खुसी जिन्दगी बितोस्, यही नै हाम्रो कामना छ। के बोल्नु पर्छ जय साहब बोल्नुहोस् फेरि आज के भन्नु पर्छ? थ्याङ्क यू भनेर हुन्छ। आई थ्याङ्क यू हाम्रो जय साहबलाई भेरी भेरी हेप्पी बर्थडे म्यारिड डे भन्छ अरे के घरती मगरको भ्लगहरू पनि हेरिराख्नु भएको छ होला के? अझै पनि फलो गर्नु होला। त्यो इङ्ग्लिस बोल्ने मान्छेलाई क्या त्यो पार्टन खोज्दै आइस क्या यो इङ्ग्लिस बोल्छ होइन, प्योर इङ्ग्लिस बोल्ने मान्छेलाई वाट इज आई एम थ्याङ्क यू म ठिक छु भनिदियो नि, त्यो सकियो क्या त्यो त। इङ्ग्लिस बोल्ने रहेछ न म ठिक छु भनिदिएको नि, त्यो इङ्ग्लिसै भयो क्या त्यो त। अब जमानाको बाबुबाजेको अङ्ग्रेज बोल्छ अरे के? ए जमानाको बोल्न भेट्दै ए सर फरक पार्छ। यता सारू तिम्रो बोल्ने कुरामा बुझ्ने मात्रै हो, अरू बुझ्दैन। अरू बुझ्दैन। आज बिहे कसको रे? अनि हाम्रो जय साहबको आई थ्याङ्क यू भेरी मच भन्नुभयो। अनि यहाँ प्रक्रिया गर्ने गर न नि, आई के भन्नु पर्छ? थ्याङ्क यू भनेर हुन्छ। आई थ्याङ्क यू हाम्रो जय साहबलाई भेरी भेरी हेप्पी बर्थडे भन्छ अरे के? देशी लाइट रोगालाई देखाउनु पर्यो कि छोराको के भन्नुहुन्छ भने देशी यो हेप्पी मेरो कान्छा छोरा गुड मर्निङ तपाईँले गाग्री भरेको छ। दोको कता छ? जोइले खोज्नु जोगो कहाँ छ? खोज न तेनी जोइको के काम ला? खम्काए पोकेको ओ हामी गर्दैछौँ त अनि गर न अनि ओ दोको यहाँ छ, दोको हेर्नु पुतले दोको छ र? पुतले दोको निकाल्नुहोस् त माइजू। बल्ल थाहा पाइस भिडियो त गरेन नि, कहाँ गर्ने गरे त्यही गरेन भन्ने त्यही त्यो गर्दै हिँड्दै गर नि तिमी। अब हाम्रो रोकाहरूको चल्ती चलन अनुसार उता त्यो खाल्टा छ उता अब यो भित्र आउने बेलामा यसमा चाहिँ खाल्टा है बस फुलाइन गरौँ ओ बोमे ल यता आउनु त, दुइटै आउनु अगा, दुईजना मात्रै आउनु। तपाईँले त्यो अब बाजा बजाउनु यहाँ पुतले नाम्लो हेर्नुहोस् है, तारा खोलाको पुतले नाम्लो यति राम्रो हुन्छ कि यो पुतले दोको भित्र हुनको लागि रेडी गाग्री प्लस अहिले यो कन्या केटीले समात्ने यो चाहिँ सानो लोटाको यो गाग्री चाहिँ हुने होला बेहुली भित्र पस्ने बेलामा। लाइट ल्याउनु न यता आमा भट्टिएर गएर मेरो चप्पल ल्याइदिनु त। चोखो कपडा छ का? यहीँ छ, रेडी छ, रेडी छ का? लगाइ यसो हात गोडा यसो धुनु के भो आमा त्यसो ओ बाजा बजाउ न उरोगा आउ न बल्ल बेला आउनु। आजको हुनेवाला बेहुला अरे मुख त ढौ लगन जुरेकै छ है, लगन जुरेकै छ।
पानी कतिको चिसो छ ल यो डोको मैले बोक्नु यो तिमीले यो डोको बोक्ने र दिनेश भाइ त्यो ठुलो कपडा छ नि यो जुन ठुलो चाहिँ कुन चाहिँ यो चाहिँ हो यो चाहिँ थाप्लामा राख्दै क्या अब राख्ने हो क्या राख 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 ल सालाजी अब तपाईँले यो गाग्री टिपेर डोकोमा राख्ने ल शुभ होस् है सधैँ हाँसी खुसी जिन्दगी बितोस् यही नै हाम्रो कामना छ बास भयो नि अब नबिना अगाडि सालाजी पछाडि साला पछाडि पहिला त पछाडि बस्नु त ल यो एकैछिन पख त ल यो टिपेर उहाँ त्यो पहिला कपडा उठाइन हाम्रो फेरि एउटा कन्ने केटी चाहिने चलन छ है भित्र आउने बेलामा अनि यो जलको भाडा माथि ओडा तिमीले त्यो ओडा ल यो जलको भाडा समात तिमीले यो जलको भाडा समात त्यो त्यस्तै राखेर ल त पछाडि भूमि ए त पछाडि जा त लाउ अब मेरो पछाडि आउ ल यता अगाडि हेरेर अगाडि यता सानो यता आउने तिमी यता आउने ल यता आऊ ज्ञानी भएर आउने है ल तिमी ज्ञानी भएर आउने है ल आऊ ल भित्र पस गाग्री त सालाल झिकेर राख्ने हो के गाग्रीको पानी त सालाल झिकेर राख्ने हो नि भयो अब तिमीले नजिक भयो उनीहरूले राख्छन् आफै ल बस्दाखेरि तिमीहरू यो नानीलाई पनि त्यही राख्ने है आज चाहिँ 2081 साल फागुन महिनाको 22 गतेका दिन हाम्रो 23 होइन आज 22 होइन र 22 गतेका दिन 23 हो र आज 23 ल है आज रातको 2 बजेको छ यतिखेर चाहिँ हामी बमनरोका मगर प्लस नबिना घटी अब त रोका मगर घरती रोका मगरको आज चाहिँ हामीहरूले चाहिँ शुभ दिन पारेर उहाँहरूलाई चाहिँ बमनरोका घरमा भित्राएका छौँ यसको फुल यो चाहिँ भिडियो चाहिँ थोरै मात्रै हो आज भित्रको दिन फुल भिडियो चाहिँ हामी चाहिँ अवश्य तपाईँको सामु ल्याउने छौँ प्लस नबिना रोका के अरे नबिना घरती मगरको भ्लगहरू पनि हेरिराख्नु भएको छ होला कि अझै पनि फलो गर्नु होला हाम्रो इङ्ग्लिस यस स्पिकिङ फेरि हाम्रो मकरको चलनमा यो सगुन है त अब यो छाङसँग खाने सगुन
ल है हामी बमन रोका मगर र नवीना अब घरती रोका मगरको आजको स्पेसल है गाइस टुबो आहा ताजा अपडेटका ताराखोला ताजा अपडेटका समाचारदाता किरण रोका मगर पनि यही हुनुहुन्छ है त लाइभ त गराउनु रेकर्ड गर्ने Today is Bombadur and Namina. You're very sure. No, very sure. I could be very. You understand? No, very sure. No, very. No. No, like it. You understand? No, no, very. No good, no good. Yeah. के लाग्छ भाउ के लाग्छ भेरी गुड भेरी भेरी इज भेरी से गुड भेरी ओके आई डोन्ट लिव भेरी भेरी Neutralize, yeah. Neutralize, तर यो भाषामा म हाँसेको भिडियो हुन्थ्यो नि उही भएर हुन्थ्यो होला के मेरो बमबादुर अरे Today is very important in life. No, very no good. No. नेपालमा पनि त इङ्ग्लिस बोलेको हुन्छ र नेपालमा नेपाली बोल्ने होला कहाँ आएको चाहिँ इङ्ग्लिस बोल्छ नेपालमा अब यो इङ्ग्लिस बोल्छ अरे क्या अहिले खमाङको भाषा नि बोल्न सकिन्छ कि होइन जयराम नमिना ओ के भयो रे इङ्ग्लिसमा नबुझ भयो त आइकुन्डु भ्याडी दुनियाँले के सोच्छ मासु आउँछ मरे मासु त आउँछ देखाउँथ्यो के हो रे मासु मासुले कसरी लिने अरे भट कुनै गाडी ओके भाउ तर जसले के भने नि नविना यो भाषाका यिनले जो बोल्छन् नि यो गल्फमा रियालिटी हो फेरि यो रियालिटी पुरस्कार जस्तो बसेको चिया खान्छ यस्तो समय गरेको छ ल हामी गयो ल अर्थात्